अस्ति सालको एसई परीक्षामा ग्रेड प्राप्त गरेका विद्यार्थी भाइ बहिनीहरू र फुटबल पिडरबनी फुटबल क्लबमा आबद्ध भएका विद्यार्थी भाइ बहिनीहरू जो यसपालि एसई परीक्षामा ग्रेड प्राप्त गर्नु भएको छ, उहाँहरूको सम्मानमा आयोजना गरिएको यस सम्मान कार्यक्रमका प्रमुख अतिथि लाहान नगरपालिका वाडा नम्बर 11 का शिक्षा प्रेमी वाडा अध्यक्ष सूर्यनारायण चौधरीजी लगायत आजको यस कार्यक्रमको विशिष्ट अतिथि यसै विद्यालयका निवर्तमान व्यवस्थापन समिति अध्यक्ष तथा भूपू प्रधानाध्यापक श्री बिलट चौधरीजी, विद्यालय व्यवस्थापक, त्यसैगरी यस विद्यालयलाई मन वचन कर्मले साथ दिँदै यस विद्यालयलाई सफल बनाउन सहयोग गर्दै आएको यसै गाउँका पिडरबनी फुटबल क्लबका सम्मानित अध्यक्ष मुकेश कुमार चौधरीज्यू, त्यसैगरी क्लबमा आबद्ध युवा हुटहुटी र यस विद्यालयलाई मन वचन कर्मले साथ दिँदै आउनुभएका शरणदेव चौधरीज्यू लगायत पिडरबनी फुटबल क्लबमा आबद्ध सम्पूर्ण पदाधिकारीगण, यसै विद्यालयका विद्यालय व्यवस्थापन समितिका सदस्यज्यूहरू, राष्ट्र सेवा कर्मचारी श्री श्रीदेव चौधरीज्यू लगायत विद्यालय व्यवस्थापन समितिका भूपू अध्यक्ष श्री वीरेन्द्र प्रसाद शाहज्यू, यसै विद्यालयका मेरा सहकर्मी शिक्षकज्यूहरू, आजको कार्यक्रममा उपस्थित भइरहनु भएका सम्पूर्ण अभिभावकज्यूहरू र मेरो हृदयका टुक्रा मेरा प्यारा प्यारा विद्यार्थी भाइ बहिनीहरूलाई म आजको यस कार्यक्रममा हार्दिकतापूर्वक स्वागत गर्दै सबैलाई हार्दिक नमन गर्न चाहन्छु। आदरणीय र आजको यस कार्यक्रममा उपस्थित हुनुभएका सम्पूर्ण अतिथिज्यूहरू, हामीले एउटा असल अभ्यासको थालनी स्वरूप आज हामीले यो सम्मान कार्यक्रमको आयोजना गरेका छौं। विद्यार्थी भाइ बहिनीहरू र हाम्रा प्यारा अभिभावकज्यूहरू, हामीले संस्कार सहितको शिक्षाको परिकल्पना गरे।